हेलो सुदर्शन दाई हो? हजुर भाइ। नमस्ते दाई। नमस्कार। मलाई चिन्नुभयो त तपाईँले? अलिक गाह्रै पऱ्यो त चिन्नलाई। दाई म अविनाश। अविनाश अविनाश कार्की? होइन नि दाई, गोल्डाङ्गी। गोल्डाङ्गी? कस्तो थरो गोल्डाङ्गी? दाई राम्रै थर हो नि। खै यार, फर्स्ट टाइम सुन्दैछु म त। त्यही त दाई, सबैले त्यही भन्छन्। अनि कहाँबाट पायो तिम्रो नम्बर? याद गर्नु त दाई, कहाँबाट होला? खै गाह्रै पऱ्यो त यार। क्यालिफोर्निया, लास्ट मार्च। के याद आयो दाई? मार्च, क्यालिफोर्निया। विश्वासकोमा भेटे हो? को विश्वास दाई? खै यार, मार्चमा त म विश्वासको बिहेमा गएको क्यालिफोर्निया। होला होला दाई, बिहेमै होला। त्यही पार्टीमा भेटेको त भाइ? होइन दाई, अझै सोच्नु त। खै यार, धेरैलाई भेटेको थियो, याद नै आएन यार। क्यामेल क्रस, के याद आयो दाई? क्यामेल क्रस? एजे मार्ट, ग्यास स्टेसन। एजे? दाई, तपाईँ झ्याप हुनुहुन्थ्यो, अनि दौरा सुरुवाल लाउनु भएको थियो। अरू 2-3 जना साथीहरू पनि हुनुहुन्थ्यो तपाईँको। अनि हाम्रो ग्यास स्टेसनमा आउनुभयो। अनि आएपछि तपाईँले पहिलो सुरु मलाई क्यामेल क्रस माग्नुभयो। अनि क्यामेल क्रसमा आएपछि मैले चाहिँ अब दाईलाई थाहा रहन्छ क्यालिफोर्निया पाउँदैन भनेर फेरि मैले तपाईँलाई क्यामेल क्रस चाहिँ यहाँ पाउँदैन है दाई भनेर भनेँ। अनि तपाईँले फेरि मलाई सोध्नुभयो यहाँ के स्पेसल छ त अलि राम्रो भनेर भन्नुभयो। अनि मैले पार्लियामेन्ट ठिक छ दाई, यो त मन ट्राई गर्छु भनेर भनेँ तपाईँलाई। अनि तपाईँले ठिक छ भाइ, त्यसो यही देऊ नि त भनेर भन्नुभयो। हो। अनि त्यसपछि तपाईँले पार्लियामेन्ट लिएर ट्याप गर्नुभयो। अनि मैले तपाईँलाई $2 डिस्काउन्ट पनि दिएँ। अनि तपाईँले मलाई धन्यवाद भनेर नम्बर पनि हामीले साटासाट गऱ्यौँ। अनि लास्टमा तपाईँले जाँदाखेरि मलाई टेक्सास आएको बेला चाहिँ पहिलो सुरु सुदर्शन दाईलाई सम्झ भनेर भन्नुभएको थियो। हुनसक्छ। त्यही भएर म अहिले टेक्सास आएको थिएँ, त्यही भएर सम्झेको नि दाईलाई। यो दाईले नि सम्झी भनेको थियो। हेलो।